हेलो एभ्रिवान वेलकम टु माई ब्लग होइन स्वागत छ मेरो ब्लगमा। मेरो ब्लग हेरिदिनु होला अनि सब्सक्राइब गरिदिनु होला है त गाइज। पछाडिको सक बिग्रेपछि लास्टै उफ्रिन्छ रहेछ यार। बाइकको बाइकको सिट पनि मान्छे बस्ने उफ्रिन्छ यार। जति लोड भयो भने क्या होइन उफ्रिन्छ रहेछ मजाले फुट यार। अनि चक्काएर भएन कि मेरो सक चाहिँ होइन कस्तो भबाको रे बाबा। यहाँ छ नि यहाँ जब ताखेलले जङ्गलमा पुग्छ तब त्यहाँदेखि चाहिँ चिसो हावा आउँछ। जब काठमाडौँ तल पुग्छ तब चाहिँ तातो आउँछ। यो हावा अब चिसो ठाउँमा चाहिँ चिसो हावा आएर चाहिँ लास्टै चिसो हुँदो रहेछ। अनि चिसो ठाउँभन्दा अलिक तातो ठाउँ आउँछ नि तब चाहिँ तातो हावा आउनु महसुस हुँदो रहेछ। आज त अब पनि ढिलो पुग्ने भयो। ओ मोबाइल खोज्यो तिम्रो मोबाइल हो त्यहाँ माथि त अलिकति माथि उ त्यो बाइक भएको ठाउँमा त्यहाँतिर हेर न ल माथिसम्म। ल सो अब होइन मैले पनि उसलाई अब मल टिपेर अब उसलाई दिन सक्थेँ होला होइन। यस्तो कन्टेन्ट पनि बन्थ्यो होला। तर त्यो भन्दा पनि मैले सोचमा चाहिँ यस्तो आयो कि अब मैले मल टिप्दाखेरि त ऊ अब कतै यता गल्लीतिर कता छिर्यो भने त फेरि गाह्रो पर्यो नि त होइन। बिचरा मल क्या होइन भन्ने मतलब मान्छे क्या बिचरा मान्छे भन्ने मल। अब ऊ पछि मैले इसारा दिएर ऊ रोक्यो होइन। त्यही ठुलो कुरो हो नि त। अब कुनै त कन्टेन्ट बनाएको लागि मोबाइल यस्तो भन्ने पनि कन्टेन्ट हुन्थ्यो मेरो। तर मलाई यस्तो अब भाइरल हुनु छैन क्या। मलाई मान्छेको हेल्प गर्नु छ कि म आफ्नो बारेमा त सोच्ने होइन कि अरूको बारेमा पनि सोच्ने हो क्या होइन। अरूलाई कुनै इम्पोर्टेन्ट भएको हुन्छ क्या त्यो मलमा अब अहिले क्यास बोकेको हुँदैन कुनैले। अब सबै अनलाइन पे हुन्छ क्या होइन। अनलाइन पे गरेको हुन्छ अब होइन। त्यस्तो मोबाइल ब्याङ्किङहरू हुन्छ होइन। त्यस्तोहरू हुन्छ अनि इम्पोर्टेन्ट हुन्छ नि त गाह्रो हुन्छ कहीँ तिर्नलाई। अनि मोबाइल भनेको त हल्का अब मान्छेको साथी हो नि त। मलाई पनि मोबाइल नभयो भने खल्लो हुन्छ एकदम। कहिले अरूको लागि पनि सोच्नुपर्छ। ए खल्टो त कस्तो खल्टो भन्ने नेपालको बाटो। कन्टेन्ट चाहिँ मैले त्यसो सोचेर बनाएको भए चाहिँ राम्रो पनि हुन्थ्यो भ्युज पनि आउँथ्यो। तर कुनै मान्छे त्यस्तो हुन्छ कि आफ्नो फाइदाको लागि अब केही दिन कन्टेन्ट बनाएर केही दिनपछि दिउँला भन्ने हुन्छ क्या। त्यो तिमीले हेल्प गरेको होइन क्या। तिमीले आफ्नो स्वार्थीको लागि गरिरहेको त्यो। सो यदि मेरो ठाउँमा अरू चाहिँ भएको भए अब त्यो मल भेटेर त्यसलाई राख्थ्यो होला। अनि पछि चाहिँ कन्टेन्टको लागि अब के गर्ने त्यस्तो मेरो नेगेटिभ थिङ्किङ नै त्यस्तो आइरहेको छ क्या। मल भनेको इम्पोर्टेन्ट हो क्या आजको जमानामा। सबै अनलाइनबाट हुने हुन्छ। अनि सो त्यही भएर मल भेट्यो भने चाहिँ यसरी आफ्नो गोजीमा नराख्नु होला होइन। जो मान्छेको खसेको देखेको त्यो मान्छेलाई दिनु होला होइन। कति उहाँले कति हेल्पफुल हुन्छ त्यो मोबाइलले गर्दा होइन। आजभोलिको जमानामा मोबाइलै ठुलो कुरा हो क्या। त्यही भएर सो यस्तै हो पारा मेरो चाहिँ यसरी रन्किन्छु। र हात चाहिँ लास्टै आयुस भइसक्यो। जाडो मौसममा पन्जा लाउँदिनँ म होइन। त्यही भएर हात चिसो भइरहेछ।